हामी सबैजनालाई पैसा जोगाउन मन छ र त्यो पैसा जोगाउनको लागि हामी धेरै कडा परिश्रम गर्छौं भने कडा मेहनत पनि गर्छौं। त्यसरी नै म पनि एउटा प्रब्लमको एन्सर खोज्नको लागि मैले युट्युब, गुगल अथवा अरू विभिन्न ठाउँमा मैले त्यसको बारेमा रिसर्च गरे, तर मैले त्यसको एन्सर सही तरिकाले भने पाउन सकिन र मैले यसमा धेरै टाइम स्पेन्ड गरे र पछि फाइनली मैले त्यो प्रब्लमको सोलुसन मैले एकजना व्यक्तिबाट पाए अथवा त्यो व्यक्ति मलाई आफ्नो कुनै सर्टेन चार्जमा त्यो कुरा सिकाउन मान्यो र त्यसबाट मैले इजिली त्यसलाई सिक्न पाए अथवा मैले आफ्नो प्रब्लमको सोलुसन फेला पारे। सायद तपाई पनि आफ्नो प्रब्लमको एन्सर खोज्नको लागि तपाईले पनि यस्तै मेहनत गर्नुहुन्छ र तपाईले आफ्नो टाइम बर्बाद गरिराख्नु भएको होला। यस्तो समस्या तपाईको मात्र हैन सबैको हुन्छ। त्यसकारण हामीले आफ्नो प्रब्लम सल्भ गर्नको लागि केही सर्टेन अमाउन्ट पे गर्यो भने तपाईले सजिलैसँग त्यसको सोलुसन निकाल्न सक्नुहुन्छ। त्यसरी मैले कुनै सर्टेन चार्ज पे गरेर मैले आफ्नो सोलुसन पाएपछि मलाई लाग्यो कि मैले आफ्नो लागि एउटा न एउटा मेन्टर अथवा कोच राख्नु पर्ने रहेछ, किनभने त्यो कोचको गाइडेन्सबाट मैले एकदमै इजी तरिकाले आफ्नो प्रब्लम सल्भ गर्न सक्छु।